नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा फेरि पनि। अनि यहाँ मेरो माछाहरू चाहिँ मजाले खेलिरहेछ। साथीहरू देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। यसो मेरो माछाहरूलाई हेर्नुहोस् है साथी हो, यति ठुल्ठुलो भएको छ कि यिनीहरूले यति खाना खान्छ। खाना खाएर खाएर यो गोल्डन माछाको चाहिँ पेट पनि ठुल्ठुलो भएको छ साथी हो, देख्न सक्नुहुन्छ। साथी हो, हामी चाउमिन खाने, चाउमिन बनाउनु लागेको छु है साथी हो। अनि एकछिनमा भेटौँला भन्दै साथी हो चाउमिन नुडल्स उमाल्छु है साथी हो। ओके डन। यहाँ चाहिँ साथी हो मेरो नुडल्सको पानी उम्लिँदैछ साथी, देख्न सक्नुहुन्छ। नुडल्सको पानी गरम भयो साथी हो। अनि यहाँ दुध तताइसकेँ मैले एकदम। यो वाला नुडल्सको चाहिँ चाउमिन बनाउने हो साथी हो, देख्न सक्नुहुन्छ तपाईँहरू पनि। यो नुडल्सलाई चाहिँ उमालेर चाउमिन मजाले बनाएर खानु सक्नुहुन्छ है साथीहरू तपाईँहरूले पनि। साथीहरू देख्न सक्नुहुन्छ यो मेरो नुडल्स उम्लिँदैछ। यसरी मजाले उमाल्नुपर्छ नि, पाकिसकेपछि स्वाटै धुनुपर्छ है साथी हो। नि फरफर 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 फर फ्राई गरेर खानुपर्छ साथी हो चाउमिन। यो बुढेसकालमा पनि के खानु मन लागेको होला। चाउमिन, मोमो, पास्ता यस्तैहरू मात्रै मनपर्छ। के गर्नु साथी हो, तपाईँहरू पनि यसरी घरमा मजाले बनाएर खानु साथी हो। म पनि आज बनाउँदैछु साथी हो, देख्न सक्नुहुन्छ। लु मैले नुडल्स उमालिसकेँ साथी हो। अब कराई पनि तत्तिँदैछ साथी हो चाउमिन फ्राईको लागि। एकदम ठुलो कराई, ठुलो। यहाँ खोर्सानी, पियाज, पत्ताकोबी, सिमला मिर्ची, गाजर, टमाटर लाएर चाहिँ एकदम मजाले फ्राई गर्ने हो साथी हो। अनि खाने हो। मेरो कराई चाहिँ साह्रै ठुलो, ग्यास चुल्हा भन्दा पनि ठुलो पो रहेछ क्या साथी। हेर्नुहोस् त। लु साथी हो, ग्यास चुल्हा भन्दा ठुलो रहेछ कराई चाहिँ मेरो। यहाँ नुडल्स उमालिसकेँ। यो मेरो कराई तत्तिँदैछ। यहाँ सब्जीहरू काटेर एकदम तयार छ। तेल गरम हुँदैछ है साथी हो, तेल तत्तिँदैछ यहाँ मेरो। देख्न सक्नुहुन्छ साथी हो मेरो एकदम तयारी चाउमिन। कराई चाहिँ ग्यास चुल्हा भन्दा ठुलो भएछ साथी हो। साथी हो देख्न सक्नुहुन्छ। लु मेरो चाउमिन चाहिँ बनियो। अन्डावाला चाउमिन बनाउँदैछु। तर यसलाई चलाउनु चाहिँ साह्रो पर्दो रहेछ साथी। देख्न सक्नुहुन्छ साथी हो, थपेर साथी हो देख्न सक्नुहुन्छ। मेरो चाउमिन पनि तयार भयो साथी हो। गरम गरम खाने, तपाईँहरू पनि आउनुहोस् साथी हो खानु। चाउमिन रेडी एकदम तयार, बजार जस्तै घरमा अन्डावाला चाउमिन बनियो है साथी हो। तपाईँहरू पनि खानुहुन्छ भने आउनुहोस् चाउमिन खानु। गरम गरम चाउमिन पार्टी आज घरैमा हुँदैछ साथी हो। अनि मेरो नानीहरू चाहिँ सिन्छन् केहरू हेर्दै चाउमिन खाँदैछ साथी हो।